आज कुवेतमा घटेका 2 घटनाको बारेमा म टिकटक बनाउँदैछु हैन। अब यो कुवेती न्युजमा धेरै न्युजहरुमा आएको रहेछ हैन। हेरेको थिएँ मैले देखेको थिएँ। हाम्रा नेपालीहरूले पनि अलिकति ख्याल गर्नु होला। नेपालदेखि के भनेर आउनु भएको छ त्यही ध्यान लगाउनु होला। नेपालमा धेरै दुःख भएर वैदेशिक रोजगारको लागि आउनु भएको छ हैन। कम्पनीमा नआएर घरको काममा आउनु भएको छ र घरका मान्छेले तपाईलाई किनेर लिएर आएको हुन्छन्। पैसाले किनेको हो तपाईहरुलाई हैन। हामी चाहिँ आफै खुद किनिएको हो। हामीले पैसा दिएर किनेको। तपाईहरुलाई चाहिँ पैसा दिएर किनेको। त्यही भएर अलिकति आफूले ख्याल गर्नुपर्छ। कुवेतीले चाहिँ एउटा जहारामा चाहिँ एउटा मान्छेलाई चाहिँ अब को मान्छे भनेर चाहिँ अहिलेसम्म मैले खुलाएर त्यहाँ भेटेको छैन, देखेको छैन। नेपाली अरू कुनै कन्ट्रीको मान्छे हो हैन। मारेर चाहिँ उसले आफ्नै चाहिँ बगैँचामा मारेर अनि पुरेको नि 2 महिना पछाडि चाहिँ उसले आफूलाई पछुतो भएर चाहिँ पुलिस थानामा गएर आत्मसमर्पण गरेको भनेर चाहिँ अहिले भर्खर पनि मैले एउटा न्युज हेरेँ हैन। त्यही भएको भएर चाहिँ जुनै पनि ठाउँमा जसरी बस्नु भएको छ तपाईलाई अर्कोले किनेर लिएर आएको हो हैन। तपाईलाई दुःख भएर तपाई विदेशमा आउनु भएको हो र आएर राम्रोसँग काम गर्ने के यहाँ भनेको नि काम ठुलो हो नि त। मान्छेको शरीर ठुलो छैन नि त, काम ठुलो छ। मान्छेको अनुहार राम्रो होइन नि, काम राम्रो हो। काम राम्रो गर्नुहोस् त। कुवेतीले यति धेरै माया गर्छन्। म पनि घरमा काममा गएको थिएँ, धेरै घरहरुमा मैले काम गरेको छु हैन। आफूले नखाएर कति धेरै मेहनत गर्नु यदि तपाईले भयो भने नि कुवेतीले धेरै माया गर्छ के। त्यो मलाई थाहा छ। मैले पनि घरमै काम गरेको मान्छे हो। किन भन्दा पार्ट टाइम काम गर्न जाँदाखेरि 5 घण्टा 6 घण्टा 10 घण्टासम्म मैले एउटा घरमा काम गरेको छु हैन। त्यही भएको भएर तपाई विदेश नेपालबाट आउने बेलामा हरेक कुरा सोचेर आउनुस् हेर्नु त। अब त्यो काम गर्नेले त्यो बाबासँग मुखमुख लागेर के लाग्यो होला, बाबाले रिस उठेर केले हिर्काइदियो मार्दियो। त्यही भएको भएर तपाईहरु लाइफमा बस्ने हैन, अरूसँग जिस्किने बोल्ने अनि लोकदोहोरीतिर लाग्ने गर्नुभयो भने नि यस्तै दुर्घटना फेरि पनि घट्छ है। त्यही भएर ख्याल गर्नु होला। एकदम ख्याल गरेन भने अकालमा जान्छ नि, अर्को देशमा जान्छ भन्दै बिदा हुन्छु।